आफ्नै अर्ग्यानिक कुखुराको चाकबाट फलेको 2टा अन्डा। सो देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मैले रोटी बनाउन लाग्दैछु। अनि हेर्नुहोस्, यति खाएपछि मेरो स्टामिना चाहिँ 100मा 100 त भन्नु सकिँदैन, तर जे होस् केही कामहरू आएमा कतै सरले फोन गर्यो भने होइन, जे होस् यति खाइसकेपछि चाहिँ 500-600 किलो त मजाले तानिन्छ काम आएको खण्डमा। सो मेरो आजको खाना भनौँ कि डिनर भनौँ, सो जे भए पनि होइन अन्तिमसम्म हेरिदिनु होला। सजिलै तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ यो भिडियो हेरिसकेपछि, आशा गर्छु। रुमको हालत चाहिँ यस्तो छ, पुरा भत्रगोल होइन। त्यही हो ल, अब यो पनि सेट भइसक्यो। अब पकाउनुतिर जाउँ है त। टक्क लगाएर साबिन रेडी, टक्क यहाँ तेल एकपट्टि होइन, सरर पालेर तेल हालिदिने। अनिकालमा धेरै तेल हाल्नु हुँदैन। सबैलाई चाहिँ पलाउनुपर्छ, डढिसक्यो। गाह्रो छ यो, एउटा हात मात्रै गर्नु त। ग्यास हल्का सानो पार्दै देख्न सक्नुहुन्छ होइन। रोटी चाहिँ यत्रो भयो, डढ्यो क्या। मजाले उडाउने चाहिँ यत्तिकै तातोमा कपकुप खानुपर्छ क्या गाइस, यसरी। अर्को भने पछि खाउँला, किन यो एकैचोटि बनाएर खाएन भने डाउट भयो होला होइन। यो चाहिँ तातो खाएको मिठो क्या, अनि मिठो हुँदैन सेलाएर खाएको। तातोमै निक्ने हो कि डनक। आजको मेरो खाना डिनर देख्न सक्नुहुन्छ। अनि यो भिडियो बनाउने चक्करमा चाहिँ रोटी राम्रो भएन ल, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल। बाई।